सकेको छ। र स्वास्थ्यसँग सम्बन्धित जानकारीमा बिहानको खाजा किन आवश्यक छ? बिहानको खाजा, जसलाई अङ्ग्रेजीमा ब्रेकफास्ट भनिन्छ, यसको अर्थ नै हो रातको लामो उपवास तोड्नु। जब हामी रातभर सुत्छौँ, शरीरले 7-8 घण्टा कुनै पनि पोषण वा ऊर्जा पाउँदैन। बिहान उठ्दा शरीरलाई पुनः ऊर्जा, ग्लुकोज र पोषक तत्त्वको आवश्यकता हुन्छ। त्यसैले बिहानको खाजा हाम्रो स्वास्थ्य, ध्यान, कार्यक्षमता र मानसिक सन्तुलनका लागि अत्यन्तै जरुरी छ। बिहानको खाजाबाट शरीरले दैनिक गतिविधि गर्न आवश्यक ऊर्जा पाउँछ। रातभर हाम्रो शरीरले मर्मत र पुनर्निर्माणको काम गर्छ, जसका लागि ग्लुकोज प्रयोग हुन्छ। बिहान उठेपछि शरीरको ग्लुकोज स्तर घटिसकेको हुन्छ, त्यसलाई पुनः सन्तुलनमा ल्याउन खाजा आवश्यक हुन्छ। यदि बिहान खाजा नखाई काममा निस्कियो भने शरीरमा ऊर्जा अभाव हुन सक्छ, जसले थकान, सुस्तता र कार्यक्षमतामा कमी ल्याउँछ। विद्यार्थी, श्रमिक, शिक्षक वा अफिसमा काम गर्ने जो कोहीलाई पनि पर्याप्त ऊर्जा अनिवार्य हुन्छ। हाम्रो मस्तिष्कले शरीरको कुल ऊर्जा उपभोगको करिब 20% हिस्सा ओगटेको छ। जब हामी बिहान खाजा खान्छौँ, त्यसले ग्लुकोज प्रदान गर्छ, जुन मस्तिष्कको प्रमुख इन्धन हो। खाजा नखाई विद्यालय वा अफिस जाने व्यक्तिहरूमा ध्यान केन्द्रित गर्न कठिनाई, निर्णय क्षमतामा कमी, झर्कोपना तथा बिर्सने प्रवृत्ति बढ्न सक्छ। त्यसैले विद्यार्थी वा मानसिक श्रम गर्ने व्यक्तिहरूका लागि बिहानको खाजा झन् महत्त्वपूर्ण हुन्छ। बिहान खाजा खाँदा शरीरको मेटाबोलिजम, पाचन तथा ऊर्जा उत्पादन प्रक्रिया सक्रिय हुन्छ। जब बिहान खाजा छोडिन्छ, शरीरले त्यसलाई उपवास अवस्था मानेर ऊर्जा बचत मोडमा जान्छ, जसले क्यालोरी जल्ने दर घटाउँछ। नियमित रूपमा खाजा खाने बानीले शरीरलाई नियमित समयमा पोषण दिन्छ, जसले पाचन प्रणालीलाई सन्तुलित राख्छ। यसले तौल नियन्त्रणमा पनि सहयोग गर्छ। धेरै अनुसन्धानले देखाएको छ कि बिहान खाजा नखाने मानिसहरूमा मोटोपन र टाइप 2 मधुमेहको सम्भावना बढी हुन्छ। जब बिहान खाजा नखाई दिउँसो वा बेलुका अत्याधिक खाने गरिन्छ, शरीरमा ग्लुकोजको मात्रा अचानक बढ्छ, जसले इन्सुलिनको असन्तुलन ल्याउँछ। खाजा खानाले रक्तमा ग्लुकोजको स्तर स्थिर राख्छ र अनावश्यक भोक नियन्त्रण गर्छ। यसरी बिहान खाजा खाने बानीले मोटोपना घटाउन र मधुमेह नियन्त्रण गर्न मद्दत गर्छ। बिहान खाजा छोड्ने बानी मुटु सम्बन्धी रोगसँग पनि सम्बन्धित पाइन्छ। हार्वर्ड स्कुल अफ पब्लिक हेल्थको अनुसन्धान अनुसार बिहान खाजा नखाने पुरुषहरूमा हृदयघातको जोखिम 27% बढी हुन्छ। खाजा खानाले शरीरमा कोलेस्ट्रोलको स्तर सन्तुलित राख्न र रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ। विशेष गरी फाइबरयुक्त खाना जस्तै ओट्स, फलफुल, सम्पूर्ण अन्न बिहानको खाजामा प्रयोग गर्दा मुटुको स्वास्थ्यमा सकारात्मक प्रभाव पर्छ। भोक र मनोभावना बीच सिधा सम्बन्ध हुन्छ। बिहान खाजा नखाँदा शरीरमा सुगरको स्तर बढ्छ, जसले तनाव, रिस, चिन्ता र चिडचिडापन बढाउँछ। अर्कोतर्फ पौष्टिक खाजा खाँदा शरीरमा सेरोटोनिन र डोपामिन जस्ता ह्याप्पी हर्मोन्स बढ्छन्, जसले दिनभरको मुड सन्तुलित राख्छ। बालबालिका र किशोर किशोरीहरूको शारीरिक वृद्धि तीव्र हुन्छ, त्यसैले उनीहरूलाई अधिक पोषक तत्त्व र ऊर्जा चाहिन्छ। बिहान खाजा खाएका विद्यार्थीहरूमा ध्यान केन्द्रित गर्ने क्षमता, स्मरण शक्ति र सिकाइ कौशल उच्च हुने विभिन्न अध्ययनहरूले देखाएका छन्। स्कुल नजाने बच्चाले पनि बिहान फलफुल, दूध, अन्न जस्ता पौष्टिक वस्तुहरू सेवन गरेमा उनीहरूको मानसिक विकासमा ठूलो फाइदा पुग्छ। वयस्क मानिसहरू प्राय हतारमा बिहान घरबाट निस्कन्छन् र खाजा खान भ्याउँदैनन्, त्यसले उनीहरूको कार्यक्षमता घटाउँछ र दिनभर थकान महसुस हुन्छ। नियमित खाजा खाने बानीले शरीरलाई आवश्यक पोषण, भोक नियन्त्रण र मानसिक फुर्तिलोपन प्रदान गर्छ। अफिसमा ध्यान केन्द्रित गर्न सजिलो हुन्छ र कार्यमा उत्पादन पनि बढ्छ। बिहानको खाजामा कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन र फाइबर सन्तुलित रूपमा हुनुपर्छ। केही उपयुक्त विकल्पहरू यस प्रकार छन्: अन्न वा ओट्स ऊर्जा दिने मुख्य स्रोतहरू, फलफुल भिटामिन र एन्टिअक्सिडेन्टका लागि, दूध वा दही प्रोटिन र क्याल्सियमका लागि, अंडा, दाल वा सोया मांसपेशीका लागि प्रोटिन, नट्स वा चिया, कफी सीमित मात्रामा मानसिक जागरुकता बढाउन। सकभर बढी बोसो वा चिनी भएको खाना परित्याग गर्नुपर्छ। यदि हामीले नियमित रूपमा बिहान खाजा छोड्यौं भने यसका केही नकारात्मक असरहरू देखा पर्न सक्छन्, जस्तै ऊर्जा कमी र सुस्तता, ध्यान केन्द्रित गर्न कठिनाइ, पाचन समस्या, दिनभर बढी खाने बानी, तौल बढ्ने सम्भावना। यसकारण बिहानको खाजालाई हल्का रूपमा लिएर छोड्नु स्वास्थ्यका दृष्टिले गम्भीर गल्ती हो। नेपाली घर परिवारमा बिहान दूध, चिया, ढिँडो, दलिया, चिउरा, दही, फलफुल, अण्डा, आलु तरकारी वा पराठा जस्ता भोजन सेवन गर्ने चलन छ। यी सबैमा स्थानीय पोषण तत्त्व पाइन्छ। ग्रामीण क्षेत्रमा मकै, सातु वा गहुँको दलिया पनि निकै लाभदायक खाजाको रूपमा प्रयोग हुन्छ। यी घरेलु परिकारले शरीरलाई प्राकृतिक ऊर्जा र पोषण दिन्छन्। स्वास्थ्य विज्ञहरूका अनुसार बिहान उठेपछि 1 घण्टाभित्र खाजा खानु राम्रो हुन्छ। यस समयमा शरीरले पोषक तत्त्व छिटो अवशोषण गर्छ। यदि बिहान समय कम छ भने पनि फलफुल, दूध वा ओट्स जस्ता सजिलो खाजाका विकल्पहरू रोज्न सकिन्छ। खाजा पूर्ण रूपमा नखाई चिया मात्र पिउनु पर्याप्त हुँदैन। बिहानको खाजा हाम्रो दैनिक जीवनको महत्त्वपूर्ण भोजन हो। यसले शरीरलाई ऊर्जा, मस्तिष्कलाई कार्यक्षमता र मनलाई सन्तुलन प्रदान गर्छ। ब्रेकफास्ट फर फ्युल फर योर डे। बिहानको खाजाले नै दिनको सुरुवातलाई सही दिशा दिन्छ। त्यसैले व्यस्त जीवनशैली बीच पनि बिहान खाजा खान नछोडौं। नियमित र पौष्टिक खाजाको बानीले दीर्घकालीन रूपमा स्वास्थ्य सुधार, तौल नियन्त्रण, मानसिक शान्ति र उत्पादनमा सबैमा सकारात्मक प्रभाव पार्छ। आजको स्वास्थ्यसँग सम्बन्धित जानकारी दिपसिंह राजपूत